आँखा एकातिर खुट्टा एकातिर गरेर हिँड्ने बानीले गर्दाखेरि एभ्री स्टेपमा फाइन आएको छ नेपालीहरूलाई। अब अरूलाई त आएको छ, अरू कन्ट्रीले नै ख्याल गरोस्, हामी नेपालीलाई ख्याल गरौँ। र यो विषय भनेको ट्राफिक सिग्नल क्रस गर्दाखेरि पहिला चाहिँ ट्राफिक लाइट चाहिँ ग्रिन आउँदाखेरि हामी मेन रोडमा क्रस गर्थ्यौँ भने अहिले सानातिना मान्छेहरू चाहिँ क्रस गर्ने जेब्रा क्रसमा पनि ट्राफिक लाइट राखेको छ। कतिबेला त्यो थाहा नै हुँदैन, किनभने अन्धाधुन्दा हिँडिराखेको पनि स्वाइँ हिँडिन्छ। तर पारिपट्टि र वारिपट्टि मामाहरू बसेको हुन्छन् बिना वर्दी, भनेको नाङ्गै चाहिँ होइन, नर्मल्ली कपडाहरू लगाएर हामी जस्ता तपाईँहरू जस्ता सामान्य भएर नर्मल्ली कपडा लगाएर वारी र पारी बस्नुभएको हुन्छ। उहाँले सजिलै तपाईँलाई ल आउनुहोस् आइडी दिनुहोस् तपाईँको भनेर फाइन हानिदिनुहुन्छ। बचौँ। अबदेखि हरेक जेब्रा क्रसमा हेर्नुहोस्, हरेक रोडमा हेर्नुहोस्, त्यहाँ ट्राफिक लाइट राखेको छ कि छैन। यदि त्यहाँ ट्राफिक लाइट राखेको छ भने प्लिज रेडमा कहिल्यै पनि क्रस नगर्नु, किनभने एक पाइलाले 400 दिरहम 500 दिरहम जान्छ। भनेपछि ग्रिनमा मात्रै तपाईँले क्रस गर्नुहोस्। त्यो भनेको तपाईँहरूको लागि हामीहरूको लागि हो। एकातिर पैसा सेभ, अर्कोतिर लाइफ सेभ। धन्यवाद।